Recording started. ल ठिक छ। अब चाहिँ म सेन्ट लरेन्स स्कुलबाट निस्केँ। यो चाहिँ मेरो रेगुलरको काम हो है, रेगुलरको काम हो मेरो नेपालमा, सरी काठमाडौँमा रेगुलरको काम मेरो यही हो। स्कुल जाने आउने विद्यार्थी। अलिकति तपाईँको दुःख लाग्दो कुरा चाहिँ के छ भने यहाँनिर चाहिँ यति बेसी जाम हुन्छ, जहिले जाम हुन्छ यहाँनिर। अफिस टाइममा त तपाईँको कुरै छैन। अनि अर्को दुःख लाग्दो कुरा चाहिँ के छ भने मान्छेहरूलाई तपाईँको यति हतार हुन्छ भने त अब हामीलाई पनि हतार हुन्छ, तर कोही तपाईँको नबुझ्ने हुन्छ कि त्यस्तो अबुझ फेला परिदियो भनेदेखिलाई झन् तपाईँको डेन्जर जाम हुन्छ। अर्को कुरा, यहाँ तपाईँको बाटो यस्तो बिग्रेको छ फेरि, त्यो बाटो कसले बनाउने हो, कहिले बनाउने हो कि होइन, बनाउनु पर्छ कि पर्दैन, तपाईँको कसैलाई चाहिँ मतलब छैन। त्यहाँ अगाडि त्यहाँ हेर्नु न, त्यहाँनिर त्यो साइकल जाँदै गरेको केटाले साइकल लाँदै गरेको ठाउँमा त्यस्तो खाल्डो छ, त्यहाँ गाडी उठाउन गाह्रो हुन्छ। अब लाग्यो जाम, फेरि जाम सुरु भयो। गाह्रो छ हो, गाह्रो छ। यसरी उठ्छ, घड्याक गरेर उठ्छ। उठाउन जानेन भने तपाईँको भुइँमा लाग्छ। अनि क्षति कसको हुन्छ? क्षति त हाम्रो हुन्छ। अनि न सरकारलाई मतलब छ, न स्थानीय तहलाई मतलब छ, न सडक विभागलाई मतलब छ, मतलब कसैलाई छैन। अनि अब हामीले चाहिँ यस्तै तपाईँको भिडियोज मार्फत तपाईँको आवाज उठाउने त होला नि। अब अरू के भन्नु। यो ठाउँ कहाँ होला गेस गर्नु? यहीँको काठमाडौँको मान्छेलाई त थाहा भइहाल्छ। पपुलर ठाउँ हो यो, एकदम पपुलर। यहाँ पनि यस्तै छ बाटो फेरि हो। यी हेर्नु त, यो सिँढी जस्तो बाटो छ। आमामामा, बाटोमा गाडी कुदाएको हो कि सिँढीमा गाडी कुदाएको हो